सुक्खा पिकनिक हो नि त नि यस्तोहरूको ड्राई पिकनिक हो एकदम साथीहरू हामी चाहिँ कहाँ जाने भयौँ अरे हाई एभ्रिवान इट्स मी रुस्मा राई एन्ड वेलकम ब्याक टु माई च्यानल अनि हजुरहरू सबैजनालाई ह्याप्पी न्यू इयर 2082 आज चाहिँ न्यू इयर विशेष हामी चाहिँ बाहिर जाँदैछौँ सबैजना फ्यामिलीसँग अनि हामी चाहिँ अब कहाँ जान्छौँ भनेर डिस्टेन्स चाहिँ कन्फर्म भइसकेको छैन अब हामी कहाँ जान्छौँ पुगेर हजुरहरूलाई त्यहाँको भिडियो म देखाउने छु अनि उहाँ चाहिँ मौसम राई हुनुहुन्छ छोरी नमस्ते हेलो खोइ भनेको ह्याप्पी न्यू इयर भनेको साथीहरू हामी चाहिँ कहाँ जाने भयौँ अरे कहाँ जाने भयौँ अरे कहाँ हजुरको नाम के हो ल थोरै न्यू इयरको शुभकामना पाउँ न त सबैजनालाई शुभकामना छ आज हामी घुम्न जाँदैछौँ चोबार भन्ने ठाउँमा ल चोबारको मेन गेस्ट हुनुहुन्छ मौसम राई ल यता हुनुहुन्छ कुकु नातिनी आकर्षक व्यक्तिहरू हुनुहुन्छ हेलो साथीहरू हामी चाहिँ फाइनल्ली चोबारको डाँडामा आइपुगेको छौँ है चोबार भने चाहिँ यस्तै रहेछ आइसकेको छ हजुर ल त कस्तो लाग्यो त चोबारमा आएपछि यसरी हो यस्तो हुन्छ चोबार खोइ त्यहाँ त के छ पिकनिक होइन यो हाम्रो चाहिँ एकदम ड्राई पिकनिक छ ड्राई पिकनिक भन्छ क्या यसलाई सुक्खा पिकनिक हो नि त नि यस्तोहरूको ड्राई पिकनिक हो एकदम ठाउँ पनि सुक्खा अनि खानेकुरा पनि एकदम सुक्खा हामीले बोकेर आएको छौँ धन्न हल्का तरल पदार्थहरू यतातिर छ अनि यस्तो छ मिठो रहेछ अब साथीहरू अब हामी चाहिँ यहाँ एकछिन घुम्छौँ बस्छौँ टिकटकहरू बनाउँछौँ सबैजनालाई ह्याप्पी न्यू इयर तपाईँहरू पनि नयाँ ठाउँमा गएर एकदम डान्स दिनुहुँदैछ होला हामी चाहिँ यतातिर आएर अब भ्यूहरू राम्रो दामी काठमाडौँको भ्यू हेर्दैछौँ ल साथीहरू हामी चाहिँ होइन खाइसकेर पनि यहाँ पिकनिक स्पोट चाहिँ हाम्रो यहाँ छ लुगा झुन्डाउने ठाउँ यहाँ हो पिकनिक पनि छिटो गरेर खाइसकिहाल्यो होइन अनि यहाँबाट चाहिँ देखिने भ्यू हो एकदमै राम्रो नाइस ब्युटिफुल भ्यू देखिरहेछ अनि यो रहेछ चोबार डाँडा भनेको चाहिँ यहाँ चाहिँ अब हाम्रो फोटो सेसन पनि हल्का भयो अनि यहाँ टिकटक भिडियोहरूको लागि धमाधम भइरहेछ अनि छोरी के खाँदैछौ तिमी यता अब यस्तो छ साथीहरू हामी चाहिँ आजको दिन चाहिँ एकदमै रमाइलो भयो उहाँ हुनुहुन्छ ब्युटिफुल लेडी तर कस्तो ब्युटिफुल गर्ल लोला देख्यो अरे लोला यो चाहिँ साँच्चै लाउने हो अहिले त एकदम भ्लगमा लाउने हो उहाँ हुनुहुन्छ चाहिँ एकदमै अब पिकनिक खाइसक्नु बित्तिकै घर गइहालौँ भन्ने मान्छे पिकनिक आज ठिक लागेन कस्तो यस्तो योभन्दा खतरा पिकनिक कहिले हुन्छ उहाँको चाहिँ धमाधम सकिएकै छैन पिकनिक सकिएकै छैन उहाँको चाहिँ घाँस काट्नु आउनुभएको छ उहाँ ओके केटाकेटी हो यो छोरीलाई चाहिँ फेरि लु नाच त पानी मुनि माछा लु फेरि आज उहाँहरू चाहिँ स्कुलको प्रोजेक्टको लागि आउनुभएको उहाँ म्याम हो उहाँ स्टुडेन्ट
साथीहरू हामी चाहिँ अब यो डाँडाबाट पनि ब्याक भएर तलतिर झर्दैछौँ। अब हामी चाहिँ तलबाट गाडी चढेर फेरि घरतिर लाग्नेछौँ। साथीहरू आजको हाम्रो न्यू इयर चाहिँ यस्तै भयो। यसरी नै हामीले चाहिँ इन्जोय गऱ्यौँ। तपाईँहरूले पनि एकदम पानी पर्यो पानी पनि पर्नु थालिसक्यो एकदमै। आज चाहिँ वेदरले च्यालेन्ज गरेको छ। गइसक्नुभयो साथीहरू। यहाँबाट देखिँदैछ यस्तो ब्युटिफुल ब्युटिफुल भ्यू। चाहिँ फर्किनु ओह्रालो हुन्छ। ज्याकेट 5वटा लगाएर हिँड्ने मान्छे होइन, पानी परेर 5वटा ज्याकेट लगाएर हिँड्नुहुन्छ। कस्तो राम्रो यो चाहिँ यहाँ पुग्दैछौँ, फर्किँदैछौँ। ल जाउँ जाउँ जाउँ। ल के गरेको आश्री चाहिँ के गरेको छोरी तिमी चाहिँ घुम्न जाने? पानी परेको अवस्था साथीहरू। पानी परेको अवस्था। यसरी हिँडेर आएको छौँ हामी। पानी परेर पनि गाडी नपाएर, ट्याक्सी पनि नपाएर यस्तो बिजोग भएको छ कि आज हाम्रो न्यू इयरको। हामी चाहिँ फाइनल्ली आज चोबा डाँडा घुमेर आइसकेको छौँ। आजको हाम्रो न्यू इयर स्पेसल भन्नु नै हाम्रो चाहिँ चोबा डाँडासम्मको यात्रा रहेको थियो। अनि हामी चाहिँ कोही पनि चोबा डाँडा चाहिँ गएको थिएनौँ। सबैजना फ्यामिली हामी चाहिँ चोबा डाँडा घुमेर आइसकेको छौँ। र अन्तिममा चाहिँ हामीलाई फर्किने बेलामा चाहिँ एकदमै पानी ठुलो परेर हामीलाई चाहिँ पानीले कुट्यो गोद्यो। पानीले एकदमै पानीमा रुच्दै हामी चाहिँ घर फर्क्यौँ। र घर फर्केर पनि हामी चाहिँ अहिले कपडा चेन्ज गरेर बसिसकेको छौँ। अनि आजको हाम्रो भिडियो चाहिँ यस्तै रह्यो साथीहरू। सबैजनाले हेरेर साथ दिनुहोला भन्दै अन्तिममा चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न पनि नभुल्नुहोला। र सबैजना साथीहरू तपाईँहरू पनि न्यू इयर घरमा सबै फ्यामिलीहरूसँग बसेर मनाउनु होला भन्दै तपाईँहरूको यो वर्ष एकदमै सबैजनाको फलोस् भन्दै फेरि पनि नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै आजको यो मेरो भिडियो यही अन्त्य गर्न चाहन्छु। हस्त बाई बाई। थ्याङ्क यू फर वाचिङ।